DJI को मिनी 4 प्रो हत्तपत्त नपाउने ड्रोन सेकेन्ड ह्यान्डमा चाहिँ क्यामेरा सोप गोल्डरमा चाहिँ यो DJI को मिनी 4 प्रो अलिक नजिक ल्याएर देखाइदिनुहोस्। RC2 रिमोटसँग RC2 रिमोटमा चाहिँ यो चाहिँ केस लागेको छ एकदमै बवाल खाले, लुक्स पनि एकदमै राम्रो छ, स्क्रैचेस नलागोस् भनेर RC2 रिमोट छ। अनि यो कम्बोमा आउँछ 3टा ब्याट्री छ, राम्रो छ। यसको चाहिँ अब स्टाफ बेल्ट खोल्दैछौँ। अब तपाईँले यो खोलेर पनि देखाइदिरहेको छु कन्डिसन के कसो छ। कन्डिसनमा नो डाउट स्क्रैचेसहरू कतै पाउनुहुन्न, एकदमै क्लिन सेट छ है, राम्रो छ, एकदमै सेफली युज भएको चाहिँ DJI को चाहिँ मिनी 4 प्रो हो यो चाहिँ है, मिनी 4 प्रो। मिनी 4 प्रो चाहिँ यहाँ लेखेकै हुन्छ है त। ल हेर्नुहोस्, अलिक जुम गरेर देखाइदिनुहोस्। यहाँ चाहिँ मिनी 4 प्रो देखिराख्नु भएको होला, क्लिन यहाँ लेखेको छ। कन्डिसन चाहिँ हेर्नुहोस् यही छ, न कतै स्क्रैचेस भएको, न कतैबाट टुटफुट भएको, क्लिन है त। DJI को मिनी 4 प्रो ड्रोन क्यामेरा सोप गोल्डरमा चाहिँ एभाइलेबल छ। क्यामेरा सोप गोल्डरमा चाहिँ मिनी 3 पनि एभाइलेबल छ, यही सेम कम्बो RC2 रिमोटसँग, त्यो पनि कम्बो सेट नै हो 3टा ब्याट्रीसँग। यो चाहिँ DJI को मिनी 4 प्रो प्लस हो फेरि है त, यो चाहिँ प्लस मोडल हो। DJI को मिनी 4 प्रो प्लस तपाईँलाई चाहिरहेछ ड्रोन लाइक न्यू कन्डिसनमा खोजिराख्नु भएको थियो भने क्यामेरा सोप गोल्डरमा चाहिँ DJI को मिनी पनि एभाइलेबल छ, त्यो पनि कम्बोमै छ, सस्तो प्राइसमा आउँछ, त्यो चाहिँ 48,000मा आउँछ। DJI को मिनी 2 त्यो पनि कम्बोसँगै छ, 3टा ब्याट्रीसँगै, त्यो चाहिँ 56,000मा आउँछ, त्यो पनि 3वटा ब्याट्री कम्बोसँगै आउँछ है त। DJI को मिनी 2 56,000मा आउँछ। अनि DJI को मिनी 3 त्यो पनि कम्बो सेटै हो, त्यो चाहिँ 90,000मा आउँछ RC2 रिमोटसँग, 3 देखि 4 पटक मात्र उडेको, धेरै नउडेको है त। ब्रान्ड न्यू लिनुहुन्छ भने ब्रान्ड न्यू पनि 1,20,000मा सिलप्याक दिन सक्छु फेरि म है त। सिलप्याक 1,20,000मै दिन सक्छु ब्रान्ड न्यू DJI को मिनी 3 फेरि है त। यो चाहिँ DJI को मिनी 4 प्रो हो है त। बेस्ट प्राइसको लागि कल गरिहाल्नु होला, वाट्सएपमा आइदिनु होला, स्क्रिनमा नम्बर छ, बायोमा पनि नम्बर छ, डिस्क्रिप्सनमा पनि नम्बर छ, कल गरिदिनु होला। कन्डिसन तपाईँलाई देखाइदिरहेको छु, सबै सेटअप छ, यसको ओरिजिनल ब्याग पनि आउँछ, यसमा केबल पनि छ, मेनु बुकहरू सबै छ, RC2 रिमोट देखाइदिए, केस पनि बवाल लागेछ। निड छ भने वाट्सएपमा आइदिनु होला। टाढा हुनुहुन्छ भने क्यास अन डेलिभरी अल ओभर नेपाल भइ नै हाल्छ। ढुक्कै हुनुहोस्, भिडियो कल गर्नुहोस्, फेस टु फेस कुरा गर्नुहोस्, ढुक्क भएपछि 2,000 रुपियाँ पेमेन्ट गरिदिनु पऱ्यो, बाँकी चाहिँ क्यास अन डेलिभरी, बाँकीको पैसा चाहिँ त्यहाँ सामान पाएपछि दिँदा पनि हुन्छ। निड छ भने एकपल्ट क्यामेरा सोप गोल्डरलाई सम्झिन सक्नुहुनेछ। हस्।